हेलो नमस्ते साथीहरू, गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। फेरि पनि मेरो नयाँ भिडियोमा तपाईँलाई स्वागत छ। हजुरलाई पनि स्वागत छ। ल धन्यवाद। छोडी जाने मान्छेले के को स्वागत भन्ने साथीहरू, आज चाहिँ म मेरो माइती गाउँ जाँदैछु अनि स्पेसल प्रोग्राम लिएर स्पेसल प्रोग्राम छ हैन। त्यही भएर चाहिँ म मेरो माइती गाउँ जाँदैछु। अहिले हामी अब कोठाबाट निस्किन लागेको। सरले मलाई पुर्याइदिँदै हुनुहुन्छ। कति 8:15 को फ्लाइट छ यहाँबाट धनगढीको। जाँदैछौँ हामी, देखाउँछौँ तपाईँहरूलाई बाटोमा के कस्तो हुन्छ, कतिखेर पुगिन्छ, कतिखेर फ्लाइट हुन्छ है। हजुर राम्रोसँग बस्नु होला, नरुनु होला, म गएँ भनेर। बाई बाई। साथीहरू, हामी कोठाबाट हिँड्यो। हेर्नु त ब्याग पछाडि, यहाँ ब्याग भयो। अनि सरले मलाई पुर्याउँदै हुनुहुन्छ। सर म जाँदा नरमाइलो लागेन, मलाई सम्झिनुहुन्छ कि नै? सेम टु यु। जाँदैछु, खुसी लाग्यो मलाई। अनि धेरै समयपछि त भन्न मिल्दैन, तर दसैँमा गएर आएको। फेरि अहिले जाँदैछु अनि झन् स्पेसल प्रोग्राममा जाँदाखेरि त झन् रमाइलो लाग्दो रहेछ। अनि हिजोसम्म इक्जाम थियो, इक्जाम भ्याएर हतार सामान किनमेल गरेर ब्याग रेडी गरेर हिजो बेलुका है बिहान 5 बजे उठेर रेडी भएको। अब जाँदैछु म। अनि स्पेसल मेरी बहिनीलाई धेरै सम्झेको छु। बहिनी जानु पाउँदैन जस्तो छ। धेरै सम्झना दिदीलाई यही भिडियो मार्फत फोन पनि गर्छु म एकछिनमा। अहिले कसैलाई फोन गरेको छैनौँ, फोन गर्न बाँकी छ, अहिले फोन गर्नु पर्ला। मैदान हो होइन ट्युबको, यहाँ आजबाट चाहिँ एनपिएल सुरु हुँदैछ। यहाँ चाहिँ खतरा पुरै तयारी उत्साहका साथ तयारी हुँदैछ साथीहरू होइन। भन्नुहोस् त। हजुरको आवाज खासै सुन्ने छैन होला सायद, अलिक सानो सुनिन सक्छ साथीहरू, मिलाएर सुन्नु होला होइन। अब हामी जाँदैछौँ यहाँ। हामी चाहिँ ट्युब गेट पुग्यौँ अब होइन। अब चाहिँ बल्खु पुग्दैछौँ। अनि चिसो त खत्रै रहेछ त। मैले त ऊ पनि ल्याएन भाइ। टोपी ल्याउँछु सोचेको थिएँ कि, टोपी ल्याइन छु भाइ। कालोवाला टोपी थियो नि भित्रको। खतरा के हेर्नु न साथीहरू, कस्तो राम्रो बनायो भने। यहाँ बल्खु बाटो कति राम्रो भएको छ। सबैजना आउनु होला। हामी चाहिँ एयरपोर्ट पुग्यौँ साथीहरू। हेर्नुहोस् एयरपोर्टको माहौल। त्यता चाहिँ ट्याक्सी पार्किङ हो। अनि कस्तो राम्रो घाम लागिरहेछ, तर चिसो पनि भइरहेछ। मलाई त रुखाखुकी लागेर आवाज पनि कस्तो बसे जस्तो भयो होला। साथीहरू, यतातिर चाहिँ इन्टरनेसनल एयरपोर्ट हो, जो चाहिँ विदेश जानेहरू जानुहुन्छ है। पाइन्छ र यहाँ। यता चाहिँ डोमेस्टिक हो।
डोमेस्टिक यस्तो खोकीले लास च्यापिरहेछ डोमेस्टिक के हो अराइभल चिसो 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 यता चाहिँ बाइक पार्किङ छ यता पनि छ साथीहरू ट्याक्सी पार्किङ ल है बाइक राखेर भित्र पनि आयौँ हामी आन्तरिक विमान भवन टर्मिनल आन्तरिक टर्मिनल भवनले आन्तरिक टर्मिनल भवन लेखा रहेछ म चाहिँ ओभर एक्साइटेड भएर होइन त्यस्तो होइन नि ओ लाइन कति धेरै हो कि साथीहरू हेर्नुहोस् त लाइन राम्रोसँग बस्नु है ख्याल गर्नु आफ्नो ख्याल गर्नु राम्रोसँग बस्नु साथीहरू म चाहिँ आएर गाडीमा पनि बसमा बसिसकेँ अनि भित्र चाहिँ भिडियो गर्न पाइनँ म एक्लै छु यहाँ बसमा अहिलेसम्म म त ढिलो हुन्छ होला भनेर बसिराखेको आज त छिटो भयो आफ्नो माइती देश हामी यही प्लेनमा चढेर आएको आउनु त उहाँ चाहिँ मेरो सिट पार्टनर जाउँ जाउँ अब यसमा बनाइदिनु अगाडि म आइरहेको सबैजना गइसक्नु भयो हामी मात्रै छौँ धनगढी एयरपोर्ट मेरो फोन आयो यहाँ चाहिँ म सामान रिसिभ गर्दैछु एउटा ब्याग चाहिँ रिसिभ गरेँ अर्को ब्याग चाहिँ कता छ
हेर्नु साथीहरू, म चाहिँ अहिले घर पुगिसकेँ। अनि घर पुगेर यहाँ आज बुवा चाहिँ घरमा हुनुहुन्न, त्यही भएर चाहिँ बहिनीले दुध दुँदैछ। यसलाई चाहिँ आउँदो रहेछ, मलाई पनि आउँछ तर मैले अहिले आउने बित्तिकै ट्राई नगरेको हो। मलाई योभन्दा राम्रोसँग दुध दुन आउँछ। गाउँले जीवन यस्तै हो साथीहरू। घर पुग्यो अनि बिहान एयरपोर्टबाट आएर भाइको कोठामा बसेको थिएँ। त्यसपछि चाहिँ अघि आएँ 3-4 बजीतिर। अहिले चाहिँ बहिनीले दुध दुँदैछ। हाम्रो घरमा चाहिँ दुनो भइस दुध हाम्रो गाउँले जीवन यस्तै हो है। हाम्रो घरमा दुनो भैँसी छ। कसैलाई दुध चाहिन्छ भने कन्ट्याक्ट गर्नु होला हाम्रो घरमा, हैन? अनि यो भिडियो मार्फत चाहिँ ज्वाइँले यदि यो भिडियो हेर्नुभयो भने चाहिँ अब तपाईँको विदेशको पैसाले एउटा कालीलाई एउटा भैँसी किनिदिनु होला। अनि कालीले भैँसी पाल्ने, दुध दुने, दुध बेच्ने, पैसा कमाउने गर्छ। अब यसलाई खाली बस्न नदिनु होला, एउटा भैँसी किनिदिनु। घाँस काट्न त आउँथ्यो, दुध दुन पनि आइरहेछ। त्यही भएर यसलाई अब एउटा भैँसी चाहिँ किनिदिनु होला। नमस्ते साथीहरू, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु है। हिजो चाहिँ म यहाँ धनगढी पुगेँ अनि घर गएँ। अहिले फेरि धनगढी आएँ। हिजोकै भिडियोमा चाहिँ म कन्टिन्यू गर्न लागिरहेको छु। हेर्नुहोस्, हामी चाहिँ आज बनगाउँ जाँदैछौँ है। बनगाउँ भनेको चाहिँ इन्डिया हो होइन। फेमस भनेको अन्डा चाउमिन। यसले मलाई खुवाउने हुन र त्यही भएर म घर गएको मान्छेलाई पनि यसले मलाई बोलाएर हेलो सोल्टिना, हेलो हाई। मेरो युट्युबमा सबैजनाले त्यही जाँदैछ साथीहरू। यस्तो रमाइलो छ यहाँ चाहिँ। नगर बसहरू जान्छन् होइन, त्यही बसमा बसेर जाँदैछौँ। हामी 3 जना जाँदैछौँ। त्यहाँ चाहिँ मम्मी र आन्टी हुनुहुन्छ अनि त्यहाँ चाहिँ पछाडि चाहिँ भाइहरू छन्। खै तिमी भाइहरू छन् है। अनि जाँदैछौँ हामी। देखिसक्यो, त्यहाँ चाहिँ सपिङ गर्न जाँदैछौँ हामी इन्डियामा। अनि खासै धेरै सामान ल्याउनु त भ्याइँदैन, के अरे दिँदैन, तर ल्याउनु दिन्छ। हामी सपिङ गर्न जाँदैछौँ, घुम्न जाँदैछौँ साथीहरू। सबैजनाले चाहिँ मेरो युट्युब च्यानललाई चाहिँ कस्तो फोहोर लाग्यो जस्तो मेरो युट्युब च्यानललाई सबैजनाले सब्सक्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। जस्तै यहाँ कालो लास्ट भयो हो, कालो लास्ट यस्तो लाग्यो। हाम्रो चाहिँ म चाहिँ स्पेसल प्रोग्राममा चाहिँ आएको होइन। अहिले काठमाडौँबाट चाहिँ स्पेसल प्रोग्रामको लागि आएको। मैले चाहिँ यहाँ युट्युब च्यानलमा भनेको थिइनँ, भिडियोमा भनेको थिइनँ। त्यसका लागि चाहिँ तपाईँहरूले चाहिँ मेरो युट्युबमा के स्पेसल प्रोग्राम के हो, त्यसका लागि चाहिँ तपाईँहरूले धैर्यताका साथ मेरो हरेक दिन आउने भिडियोलाई चाहिँ हेरिदिनु होला। हामी हार्दिक अनुरोध गर्दछौँ साथीहरू। फेरि कस्तो छ बनगाउँ, कस्तो छ हामी बनगाउँ कस्तो छ, हामी बजार देखाउँछौँ। तपाईँहरू पनि बनगाउँ साथीहरू। हामी बनगाउँ पुग्यौँ। हामी कहाँ छौँ? बनगाउँमा छौँ। बनगाउँ आएको छौँ हामी सपिङ गर्न। नो अहिले भन्नु हुँदैन। सरप्राइज, मेरो युट्युब फ्यामिलीलाई सरप्राइज हो, सरप्राइज। थाहा पाउनेले पाइसक्नु भएको छ, कतिपयलाई थाहा छैन। भिडियो हेर्नु होला अनि थाहा पाउनुहुन्छ। यहाँ के सोध्दै हुनुहुन्छ? महारानी साहेबा
महारानी साइबाले के सोध्दै हुनुहुन्छ आज महारानी साइबाले हामीलाई के खुवाउनु हुने हो हो र साथीहरू हामी चाहिँ सपिङ गरेर आइसक्यौँ आउँदैछौँ अब कोठा जाँदैछौँ त्यहाँ चाहिँ सपिङ गर्न हतार भयो भिडभाड भयो त्यही भएर भिडियो बनाउनु भएन टाउको दुखेको छ सपिङ धेरै गरेर सरर लोकल बसमा चढिरहेछौँ यो हो इन्डियाको जङ्गल लोकलै बसमा साथीहरू हामी सामान किनेर ढोके बजार आएर म चाहिँ अटोमा बसिरहेको छु भाइ बुहारीहरू मम्मीहरू सबैजना जानु हो यो त धनगढी अनि म चाहिँ घर जाँदैछु यो पछाडिको सामना हाम्रो कस्तो खोकी लगाएर चाहिँ मान्छे कुदिरहेछौँ मान्छे प्याक भएपछि जाने भन्नुभएको छ दिनभरि कस्तो थकाइ लाएर धुलोले झन् खोकीले साह्रो पारिरहेछ